हजुरलाई थाहै होला अन्तमा भुन्टीको श्रीमानलाई हस्पिटलमा भर्ना गरिएको थियो भनेर। अब त्यसको भाग हेर्नुहोस्। अनि यस्तै नयाँ भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। मैले त सुनेको थिएँ केटाले केटीलाई फकाउँछ भनेर, यहाँ त ठ्याक्कै उल्टो भइरहेछ। मैले केटालाई फकाउनु परिरहेछ। ए म केटा? सरी बुढा। बुढा, हाम्रो बहिनीले ज्वाइँलाई कति धेरै माया गर्नुहुन्छ है। ज्वाइँसँगको सम्बन्ध सकिसक्दाखेरि पनि बहिनीको मनमा आँखामा कति धेरै माया देखिन्छ। ज्वाइँको त्यस्तो अवस्थाले बहिनीलाई कति धेरै गाह्रो भइरहेको छ है। साँचो माया गर्ने मान्छेहरूलाई गाह्रो भइहाल्छ। नाटकी स्वार्थी भए पो त्यसरी नालीमा ढलेको अवस्थामा अप्ठ्यारो परेको बेलामा साथ छोडेर हिँड्छ। तर मेरी बहिनी त साँचो माया गर्छिन्, शत्रुलाई पनि माया गर्न जानेकी छिन्। त्यसैले त्यस्तो महाशत्रुलाई पनि माया गरेर त्यसकै वरिपरि बसिन्। संसारमा सबै नारीहरूको मन मेरै बहिनीको जस्तो हुन्छ भने कुनै पनि पुरुषहरू आफ्नो श्रीमतीको माया नपाएर बरालिनु पर्दैन थियो होला, कुनै पनि घरबारहरू बिग्रिँदैन थियो होला। बुढा, म पनि हजुरलाई त्यस्तै माया गर्न चाहन्छु, जुन मायाले हाम्रो सम्बन्ध कहिल्यै पनि बिग्रिन नदियोस्। तिम्रा मुखबाट यस्तो कुरा सुन्दा त नि मलाई अल्को डाँडामा गएर 2-3 घन्टा मरी हाँस्न मन लाग्छ। किन विश्वास लाग्दैन मेरो? विश्वासको धागो टुटिसकेपछि बाँकी के रहन्छ? केमा विश्वास गर्नु? तिमीले मैले माफ नगरिदिँदाखेरि एक रात कुनै मन्दिरको पेटीमा गएर बितायो भन्दैमा म यति चाँडै तिमीलाई विश्वास गर्न सक्छु? तिमी माथि जुन विश्वास गर्थ्यौ नि मैले, त्यो विश्वास रहेन अब। र सायद मेरो मनमा अब पहिलाको जस्तो माया विश्वास कहिले पनि पलाउँदैन होला। तिमी र तिम्रो बुवा भएर त्यो विश्वासको बिरुवालाई निमोठेर फालिदिइसकेका छौ।